ल, फेरि चुनाव आयो है। अनि चुनावसँगै सधैँ चर्चामा आउने विषय हो राजनीतिक दलका घोषणापत्र। तर यसो सोच्नुस् त, के यी वाचाहरू साँच्चै केवल चुनाव जित्ने एउटा हतियार मात्रै हुन् कि यिनको केही गहिरो अर्थ पनि छ? आउनुहोस्, आज हामी यही कुरालाई अलिक गहिराइमा गएर हेरौँ दुईवटा फरक प्रणालीको कथाबाट। चुनाव त मुखमै आइसक्यो, तर दलहरूको घोषणापत्र कता छ अत्तो-पत्तो छैन, होइन र? यो प्रश्न अहिले सबैको मनमा छ। आखिर कुनै पनि लोकतान्त्रिक चुनावमा दलले जनतालाई दिने सबैभन्दा महत्त्वपूर्ण दस्तावेज भनेकै यही घोषणापत्र त हो नि। ल मानौ घोषणापत्रहरू आए पनि, तर के तिनमा लेखिएका कुराहरू पत्याउन सकिन्छ त? अलिकति विगतलाई सम्झिने हो भने पूरा नभएका वाचाहरूको यति लामो लिस्ट छ कि यो प्रश्न झनै गम्भीर बन्छ। हो, यही समस्यालाई एउटा भनाइले ठ्याक्कै समात्छ। हजुवा शैलीमा बनेका परम्परागत अव्यावहारिक र महत्वाकांक्षी घोषणापत्र भिडलाई खुसी पार्नका लागि। मतलब धेरैजसो घोषणापत्रहरू तथ्यमा आधारित हुँदैनन्, पैसा कहाँबाट आउँछ थाहा हुँदैन, केवल भोट तान्नका लागि मिठा मिठा कुराले भरिएका हुन्छन्। ल, समस्या त छर्लङ्गै छ, तर के घोषणापत्र बनाउने कुनै अर्को अलि बढी जिम्मेवार तरिका पनि हुन सक्छ? आउनुहोस्, अलिकति लोकतन्त्रको जननी मानिने बेलायततिर हेरौँ। होइन, उनीहरूको सबै कुरा नक्कल गर्नुपर्छ भनेको होइन है, तर उनीहरूको जवाफदेहिताको सिस्टमबाट हामीले केही महत्त्वपूर्ण कुराहरू सिक्न सक्छौँ कि? यहाँ हेर्ने बित्तिकै एउटा कुरा एकदमै क्लियर हुन्छ। बेलायतमा घोषणापत्र भनेको चुनावको मुखमा हतारमा बनाइने चिज होइन रहेछ। यो त वर्षैभरि चल्ने एउटा निरन्तर प्रक्रिया हो। नियमित नीति सम्मेलनदेखि लिएर विज्ञहरूसँगको छलफल, हरेक वाचाको लागत विश्लेषण अनि स्वतन्त्र निकायबाट त्यसको छानबिनसम्म। यो खालि कागज बनाउने काम मात्रै होइन, यो त नीति बनाउने एउटा लामो यात्रा नै हो। त्यसो भए हाम्रो र उनीहरूको प्रक्रियामा आधारभूत फरक चाहिँ के हो त? फरक दृष्टिकोणमै छ। हाम्रोमा केही नेताहरूको विचार हावी हुन्छ भने उनीहरूको प्रणाली चाहिँ तथ्य र अनुसन्धानको जगमा उभिएको हुन्छ। यो तुलनाले त पुरै चित्र नै सफा बनाइदिन्छ। एकातिर हेर्नुस्, चुनावको ठिक अगाडि केही सीमित नेताको विचारमा आधारित भएर हतारमा बनाइने प्रक्रिया, अनि अर्कोतिर वर्षभरि चल्ने गहिरो अनुसन्धानमा आधारित र सबैलाई समेट्ने समावेशी अभ्यास। हो, यहाँनिरको फरकले नै घोषणापत्र कत्तिको विश्वसनीय हुन्छ भन्ने कुरा निर्धारण गर्छ। त्यसैले यो केवल एउटा दस्तावेज लेख्ने कुरा मात्रै होइन रहेछ, यो त एउटा निरन्तर चल्ने, सबैलाई समेट्ने र प्रमाणमा आधारित प्रक्रिया हो, जसमा विज्ञहरूदेखि लिएर आम नागरिकसम्म, महिला, युवा, अल्पसंख्यक सबैको आवाजलाई ठाउँ दिइन्छ। यो त साँच्चीकै एउटा जीवन्त प्रक्रिया हो। ठिक छ, प्रक्रिया त फरक भयो, तर यो अनुसन्धानमा आधारित दृष्टिकोणले घोषणापत्रमा लेखिने वाचाहरूलाई चाहिँ कसरी फरक पार्छ त? यसले के गर्छ भने ठूला महत्वाकांक्षी इच्छालाई यथार्थपरक योजनामा बदल्छ। आउनुहोस्, एउटा उदाहरणै हेरौँ न। ल हेर्नुस्, यो हाम्रो घोषणापत्रहरूमा प्राय देखिने एउटा वाचा हो। हामी रोजगारी सृजना गर्नेछौँ। सुन्दा कति राम्रो, तर यसमा कुनै ठोस कुरा छ त? छैन। कति रोजगारी, कहिलेसम्म, कसरी? यी प्रश्नहरूको कुनै जवाफ हुँदैन। अब यसको ठिक उल्टो, यो हेर्नुस्, सन् 2028सम्म 50,000 नयाँ नर्स भर्ती गर्ने। कति फरक छ? यहाँ सबै कुरा स्पष्ट छ। के गर्ने, कहिलेसम्म गर्ने र कति गर्ने, यो नै स्पष्टताको शक्ति हो। मतदाताले के आशा गर्ने भनेर ठ्याक्कै थाहा पाउँछन्। बेलायती प्रणालीको सायद सबैभन्दा महत्त्वपूर्ण पक्ष नै यही हो, कस्टिङ। यसको मतलब के हो भने दलहरूले हामी यो गर्छौं भनेर मात्र पुग्दैन, त्यसको लागि पैसा यहाँबाट ल्याउँछौं भनेर पनि स्पष्ट पार्नुपर्छ। जस्तै 50,000 नर्स थप्नु छ भने त्यसको लागि चाहिने बजेट कुन कर बढाएर वा कुन चाहिँ खर्च घटाएर जुटाइन्छ भनेर खुलाउनै पर्यो। यसले के गर्छ भने हावादारी वाचाहरूलाई सिधै यथार्थको धरातलमा ल्याइदिन्छ। अनि यो प्रक्रियामा एकजना निष्पक्ष रेफ्रीको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यहाँ इन्स्टिट्युट फर फिस्कल स्टडिज जस्ता स्वतन्त्र संस्थाहरू छन् जसले सबै दलका वित्तीय योजनाहरूको विश्लेषण गर्छन्, अनि ती वाचाहरू कत्तिको यथार्थपरक छन् भनेर जनतालाई जानकारी दिन्छन्। यसले दलहरूलाई जिम्मेवार बन्न एक किसिमले बाध्य नै बनाउँछ। त्यसो भए यो सम्पूर्ण फरक प्रक्रियाको अन्तिम परिणाम के हो त? यसले लोकतन्त्र र हामी जस्ता नागरिकका लागि आखिर के फरक पार्छ? फरक ठूलो छ।
यसले घोषणापत्रलाई केवल एउटा कागजको टुक्राबाट विश्वास र जवाफदेहिताको प्रतीकमा बदल्छ। र चुनाव पछिको अवस्थाले त यो भिन्नतालाई झनै छर्लङ्ग पार्छ। हाम्रोमा के हुन्छ? घोषणापत्र चुनावको मेलाको वाचा बन्छ अनि चुनाव सकिएपछि बिर्सिन्छ। तर बेलायतमा त्यही घोषणापत्र सरकारको नीतिको आधार बन्छ, जसलाई मिडिया र नागरिक समाजले निरन्तर निगरानी गरिरहेका हुन्छन्। भन्नुको मतलब एउटा प्रणालीमा वाचाहरू हावामा हराउँछन्, अर्कोमा जवाफदेहिता निर्माण हुन्छ। त्यसैले भनिन्छ घोषणापत्र भनेको कुनै पनि दलको लागि एक नैतिक परीक्षा हो। यो केवल उनीहरूको राजनीतिक औजार होइन, बरु उनीहरूको इमानदारी मापन गर्ने एउटा कसी हो। उनीहरूको नियत र क्षमता दुवैको परीक्षण हो यो। अब यो सबै विश्लेषणको अन्त्यमा हामी कुनै रेडिमेड जवाफ दिँदैनौँ, बरु एउटा महत्त्वपूर्ण प्रश्न छोडेर जान्छौँ। अब दलहरूलाई थप जिम्मेवार र जवाफदेही बनाउन हामी नागरिकको भूमिका चाहिँ के हुन सक्छ? अब यसबारे सोच्ने बेला आएको छ।